हेलो एन्ड नमस्ते गाइज। आज म वालिङ नगरपालिका करादीमा छु। हाम्रो 14 नम्बरको अन्तिम सिमाना यताबाट हातेमालो चोक देखिरहेको छ भने अब म सोरेक मैदानसम्मको यात्रा गर्दैछु। मसँग चाहिँ कुशल खाँड हुनुहुन्छ। बाटो एकदमै दुःख छ। अब साउन्दी हुँदै हामी सोरेक मैदानसम्मको यात्रा गर्छौँ र सोरेक मैदानपछि हामी घर हुन्छ। यात्रा चाहिँ हाम्रो करिब आज बिहान म घरबाट हामी 11 बजे टक्कै हिँडेको थिएँ। 11 बजे हिँड्दाखेरि म यहाँ चाहिँ करिब 40 मिनटमा आएछु। म 37मा चाहिँ करादीको स्कुलमा मेरो आज केही काम भएकोले आज त स्कुलमा चाहिँ म आइसकेको थिएँ। र अब म तपाईँहरूलाई यो के भन्छ यता सिमले के भन्छ है, यता हाम्रै वडा नम्बर 14 भित्रै पर्न तर के गर्ने, इन्डिया पाकिस्तान चाहिँ टाढा टाढा छ। त्यस्तै छ गाइजहरू। बाटोहरू पनि यस्तै छ। केही काम भएर म आएको थिएँ। आज दुसभरि सरहरूसँग रमाइलो बसोबास रह्यो। रमाइलो बसाइ साथै अब म भने निस्किएर अब घरतिर आइसकेको छु भने अब म यो केही क्षणमै सोरेक मैदान पुगेर तपाईँहरूलाई सोरेक मैदानको भिडियो देखाउँदैछु। अहिले भने म डुमरियाङभन्दा सिधा माथिको डाँडामा छु। ल यहाँ बाख्रा रहेछ। ल यो सिसा खानेको उकालोमा आउँदैछौँ हामी। बाख्रा खसी कतिवटा रहेछ है, गर्नुहोस् है गाइज। ल आमालाई पछाडि नै छोडियो, हामी बाख्रा लिएर अघि आइयो। यहाँको क्लबहरू चाहिँ सक्रिय नै रहेछ। जे होस् बाटोमा यस्तो एलइडी लाइटहरू राख्नु भएको रहेछ। यसमा चाहिँ म खुसी नै व्यक्त गर्दछु। बाख्राले बाटो छेक्यो गाइज, के गर्ने, अगाडि हिँड्न पनि दिएन। म चाहिँ यसरी बोलेर हालेको भिडियो चाहिँ मेरो फर्स्ट टाइम हुन्छ। मैले चाहिँ म्युजिकमा मात्रै हाल्ने गर्छु। ल बाख्राहरू पनि आफ्नो घरतिर गए। बाई बाख्रा। मेरो भ्लग आज सोरेक मैदानसम्म रहन्छ। सोरेक मैदानबाट उताको मैले हाल्दिनँ। लगभग 10-12 मिनटमा म चाहिँ सोरेक मैदान पुग्छु होला सायद। इस्टिमेटेड टाइम हो है, नपुग्न पनि सक्छु। ठिक छ, तपाईँहरूलाई एङ्गल कस्तो देखिरहेको छ मेरो? मसँग गोप्रो अथवा एक्सन क्यामेराहरू केही छैन। मसँग iPhone 13 छ। र iPhone 13 को बाट खिच्ने हो। भिडियो क्वालिटी कस्तो लाग्छ कमेन्ट गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला र रन्जित ठकुरीलाई माया गर्नुहोला। बाटो यस्तै छ, अफरोड, टोटल्ली अफरोड गाइज। यस्तो बाटोमा हाम्रो कृष्ण म्याडम कसरी हिँड्नुहुन्छ होला दिनका दिन? ल हाम्रो कृष्ण म्याडम हिँड्ने बाटो भनेर टाइटल हान्दिन पर्छ क्या? बाटो मेरो भिडियोको टाइटल कृष्ण म्याडम कसरी हिँड्नुहुन्छ यस्तो बाटोमा? गाइज बिहान आउँदा म एकदम डर लागिरहेको थियो भने अहिले मलाई कन्फिडेन्स आइरहेको छ। यस्ता जाबा भन्ने मुस्ताङ राइड गर्न जान सक्छु। यस्ता जाबा बिहान चाहिँ डर लागिरहेको थियो। योभन्दा खतरनाक अफरोडमा चलाएको छु, तर किन हो पनि
बिहान चाहिँ झर्दाखेरि मेरो पत्लुन गिली भयो। सिस्साखानी भन्दो रहेछ यसलाई। अब हामी वालिङ नगरपालिका र भिरकोट नगरपालिकाको सिमानामा छौँ। अब केही क्षणमै हामी पिपल डाँडा माविमा आउँछौँ। मेरो धेरै साथीहरू हुनुहुन्छ यताबाट सँगै पढेको, हामी सँगै एससी चाहिँ डुम्रेहलज्याङमा दिएको, एसएलसी दिएको, हामी सँगै बसेका थियौँ 12-15 दिन। खुब रमाइलो भएको थियो। त्यो क्षणहरू पनि अहिले सम्झिन चाहन्छु। सन्तोष विक म एकदम मिस गर्छु। सन्तोष विक चाहिँ पछि गएर मसँग प्लस 2मा पनि सँगै पढ्यो अनि ऊ चाहिँ एकदम राम्रो भलिबल प्लेयर थियो। अरू साथीहरू चाहिँ त्यति मैले सम्झिनँ। गुरुङ उता ठुली भन्ज्याङतिरको पनि हुनुहुन्थ्यो साथीहरू, ठुली भन्ज्याङ बाट पनि आउनु भएको थियो, पढ्नु भएको थियो हामीसँग सँगै। एकदम बाटो खतरनाक छ गाइस, खतरनाक। हाउ ओहो, कता हाल्ने यतै हाल्ने। आज म महाशिला जान भनेर हिँडेको थिएँ। आज महाशिला केही कारणले जान सकिनँ, किनभने अब लेट भइसक्यो। अब जाने भने पानी पर्ला के होला, रात पर्ला होइन, अनि आजलाई गइएन। भोलि पनि छुट्टी छ र आई विल ट्राई टु गो देयर टुमरो। महाशिला कस्तो होला महाशिला भोलिको भ्लगमा हेर्नुहुन्छ तपाईँहरूले। म भने अब आइसकेँ पिपल डाँडा मावि जाने बाटो ठ्याक्कै। अब म कता जाने अरे? ओके, यो चाहिँ साउन्डीको ग्राउन्ड है छ। ओके भने अब साउन्डी, योलाई के भन्छ ठाउँलाई? के भन्छ होइन, यसलाई भन्छ यो गाउँको नाम के हो अरे? मलाई आउँथ्यो कि यहाँको एउटा गाडी आउँथ्यो कि पहिला के अरे यो ठाउँको नाम कुशल होइन त, साउन्डी त उता हो। यो साउन्डी भन्ने यसलाई काभ्रे भन्छ। यस, काभ्रेको अब मन्दिर आउँछ। यताबाट पहिला हाम्रो एउटा गाडी आउँथ्यो, हामी सानोमा बालविद्या पढ्ने जाने बेला। यहाँ एउटा खच्चड चलाउने अङ्कल हुनुहुन्थ्यो। त्यो अङ्कलले चाहिँ यहाँ कमल भन्ने नै हो क्या उहाँ, सायद उहाँले खच्चड चलाउनुहुन्थ्यो। उहाँको खच्चडको भेली चोडेर खुब खाइन्थ्यो हामीले। अनि पछि गाडी किन्नुभयो, पछि गाडीमा पनि खुब झुन्ड्यौँ हामी। हामीलाई गाडीमा चढ्न दिएन भने हाम्रो बाटो हिँड्लास् भनेर पनि थर्काइयो। ओके, अब हामी काभ्रेको गाउँमा आइयो। तेल कति छ? बरु पेट्रोल हाल्न पनि गइएन। ओके, यो काभ्रेको मन्दिर आयो। काभ्रेको मन्दिर। ओ कमल बा, सन्चै आरामै हुनुहुन्छ? चिन्नुभयो मलाई अहिले? ल चिन्नु भयो, बिर्सिनु भयो हजुरले। उहीँ बाको हो। उहाँ बाको चाहिँ खच्चड थियो 20-22वटा। उहाँले चाहिँ हामीलाई के लिएर आउनुहुन्थ्यो भन्दा भेलीहरू बोकेर ल्याउनुहुन्थ्यो क्या। हामीले बाटोमा चाहिँ हाइज्याक गरेर भेली चोडिदिन्थ्यौँ। अनि पछि गाडी किन्नुभयो। पछि गाडीमा पनि हामी चढियो, थर्काइयो बुढोलाई। थर्काइयो, हाम्रो बाटो हिँड्लाउ बुढो भनेर। ल अब हामी काभ्रे कटेर अब सिरकोटतर्फ प्रवेश गर्दैछौँ। अब हामी केही छिनमै यसलाई त्यो बनलाई के भन्छ अरे? त्यो बनलाई के भन्छ? अब सिरकोट
क्षणमै सिरकोट आउँदैछौँ हामी सिरकोट। फक भयो नि त। हामी कृष्णगाहा दाईको गाउँ पनि कटेर आइसक्यो है गाइज। अब हामी केही क्षणमै सिलकोट आइयो। हामीलाई करादी स्कुलबाट यता आउन हामीलाई 10 मिनटको समय लागेको छ। भिडियो 11 मिनट समथिङको भएछ। 11-12 मिनटको, हामीलाई 2 मिनट जति मैले भिडियो गरेको थिइनँ। म पार्ट 1 चाहिँ सोरेक मैदानसम्म मात्रै गएको हाल्छु, अनि पार्ट 2 मा सोरेक मैदानमा हल्का यसो भिडियो सिडियो खिचेको र फर्किएको चाहिँ पार्ट 2 बनाउँछु है गाइज। गाइज भन्न त अलि मलाई शर्म लाउँछ है ल। अब मैले चाहिँ मिनी भ्लग गर्ने ट्राई गर्दैछु। मैले इक्विपमेन्टहरू नि किनिसकेँ होइन, कस्तो हुन्छ होला होइन, सिक्दै हो। त्यसको लागि मिनी भ्लग बनाउँछु। अब मैले एउटा 2टा मुकबाङ च्यालेन्ज भिडियोहरू नि बनाउँछु। त्यसमा चाहिँ मैले कास्टिङ चाहिँ मिस्टर कुशल खाँड र अनिस थापालाई गर्छु। तिनीहरू 2टालाई पहिला एउटा पिरो च्यालेन्ज गराउँछु, पिरो चाउचाउ च्यालेन्ज गराउँछु, अनि चटपट च्यालेन्ज गराउँछु, अनि खुर्सानी खानी च्यालेन्ज गराउँछु। सोरेक मैदानसम्मको मात्रै पार्ट 1 हुन्छ। त्यसपछि सोरेक मैदान पछि सोरेक मैदान हल्का घुमिन्छ, धेरै घुमिन्न। त्यसपछि फर्केको चाहिँ पार्ट 2 हुन्छ है, घरसम्मको पार्ट 2 हुन्छ है गाइजहरू। बाइक सर्भिसिङ गर्ने बेला भयो। मान्छे नघुमे नि बाइक घुमेको घुमै छ। कहिले पोखरा पुगेछ, कहिले मुस्ताङ पुगेछ गाइज। यताबाट हामी ठुली भन्ज्याङ प्रगतिशील पार्क जान सकिन्छ। त्यहाँ पनि हामी जान्छौँ एक दिन भ्लग गर्दै। मेरो साथी एकदम प्रिय मित्र सुदेश राणा मगरको घर चाहिँ आउन लागिसक्यो। हो त पिङ्क कलरको घर हो क्या हो सायद। उनी चाहिँ अहिले कामको सिलसिलामा काठमाडौँ छन्, आइटी कम्पनीमा काम गर्छन्। प्रिय मित्रलाई एकदम सम्झिन चाहन्छु। हामी पनि +2 सँगै पढाए हो, एकदम घनिष्ठ मित्र भइयो। त्यहाँबाट दुःख सुख हरेक कुराहरू सेयर हुने।
बाइक त्यहीँ रहेछ, मान्छे छैनन्। बाइक चाहिँ काठमाडौँ, मान्छे काठमाडौँ, बाइक त्यहीँ छ। त्यो मेरो पछाडिको ज्याकेट तल झारिदिनुहोस् त। कुशल ज्याकेट तल झारिदिनुहोस् त। ल सिरकोट गाउँ, सिरकोट बजार, बजार भन्ने नि गाउँ भने नि। भिरक्वालिङ 9 के अरे सरी भिरकोट 9 सिरकोट। राम्रो छ ठाउँ, यस्तो राम्रो छ माथि आएर ठाउँ। राम्रो बनाएका छन् साथी मित्रहरूले। बल खेल्ने ग्राउन्ड राम्रो लगानी गरेछन्। सोरेक मैदानसम्मको मात्रै हुन्छ है यो भ्लग। त्यसपछि हाम्रो अर्को भ्लग अर्को पार्टमा यता होइन सोरेक मैदानको बाटो। हामी सोरेक मैदानतर्फ है गाइज, सोरेक मैदानतर्फ। पाङ्ग्रे हेलिकप्टरमा सोरेक मैदान आउँदैछु है गाइज। भयो मलाई हेड सरले खुर्सानीको बेर्ना लिएर आउन भन्नुभएको थियो नि यार, म त बिर्सेछु। भोलि यो तेरो मामुदिन गाडी त गइसिन्छ नि। है म सोरेक मैदान आउनै लागिसकेँ। अब म केही छिनमै आउँछु होला। ऊ त ढुङ्गा खानी
सोरेक मैदानमा ढुङ्गा खाने निस्के भनेको त ऊ त्यहाँ पो हिजो त्यहाँको ढुङ्गा निकालेर यस्तो भुइँहरूमा ओछ्याउन लिएर जान मिल्छ अरे कि अहिले झर्दा त यताबाट झर्ने हो ल है गाइज सोरेक मैदान आइयो मलाई सोरेक मैदान किन आउन मन लाग्थ्यो भन्दा अहिले चाहिँ यो अस्ति नै हामी सुक्खा मौसममा आएको थियौँ त्यतिखेर पनि राम्रै थियो तर अहिले चाहिँ त्यो जस यो ग्रिनेरीले गर्दाखेरि एकदमै राम्रो देखाइरहेको छ पिकनिकहरू पनि रहेछ आज ओहो गाइज सोरेक दर्शन बालिका जाने हो र बुद्धकोतिर यहाँ फोटो खिच नि त्यहाँ जाम है ल है गाइज है यो सोरेक मैदान ओहो आजको भिड कता सोरेक मैदान देखाइदिनु पाएँ